हेलो साथीहरू, सन्चै हुनुहुन्छ नि है साथीहरू तपाईँहरू? म सन्चै छु। सन्चै भएको कारणले चाहिँ होइन म काम गर्दैछु। काम गर्दैछु हुँदा नि हेर साथीहरू, म चाहिँ अहिले होइन यो सामान बोकेर आएको। यो सामान कति केजी छ भने होइन 6, 7, 8 लगभग 9 केजी होइन 6, 7, 6 किलो 4 किलो 5 किलो 6 किलो 7, 7.5 केजी होला होइन। यस्तो 11:30 12 बजे घाममा है, यस्तो घाममा यो बोकेर आएको। कस्तो गर्मी छ आज चाहिँ होइन। अनि त्यही भएर म बोकेर आएँ। अनि यो चाहिँ किन लिएको भने है साथीहरू, यो चाहिँ मैले होइन अब म सामान 1-2 दिनमा यो चाहिँ यो सुजी हो साथीहरू, सुजी हो। यो सुजीबाट चाहिँ म होइन 1-2 दिनपछि त्यो ठेकुवा बिस्कुट बनाउँदैछु होइन। त्यही भएर कारणले मैले सुजी लिएको है। अनि त्यसपछि अब गर्मी छ नि त है साथीहरू, गर्मी भएको कारणले यस्तो काम गरेको छ 11:30 बजीसम्म होइन, यस्तो घाममा। अनि यसको यस्तो चिसो खानु भनेदेखि मैले लिएर आएको है। अगाडि खोल्दै देखियो यो चाहिँ एनर्जी ड्रिङ्क्स खानु हुँदैन थाहा छ है। अनि खानु हुँदैन थाहा छ। अनि अब गर्मी अनि त्यसपछि अनि चिल्के त्योहरू देखेँ होइन, त्योहरू खानु पर्ला भनेर लिएर आएको। तर ब्रस गरेर गएको थिएँ, तितो छ, खानु हुँदैन। एनर्जी के अब काम गरेर जस्तो एनर्जी चाहिन्छ नि होइन साथीहरू, त्यही भएर मैले यो लिएर आएको क्या। अनि त्यसपछि साथीहरू मैले चाहिँ अब यो जङ यो लिएर आएको छु। यो चाहिँ म अहिले छुमा ओखली यता छिमेकीहरूको ओखली, यत्रो ओखली के भन्छ त यसलाई फलाउनु पर्छ होइन। यो फलाउनु पर्छ क्या साथीहरू, यो खासै राम्रो छैन नि त। त्यही भएर कारणले फलाउँछु भनेर मैले मिलेको। यो चाहिँ यसको चाहिँ म सातु बनाउँदैछु साथीहरू। यो पनि भोलि र पर्सिमा कहिले बनाउँछु होइन। त्यही भएर अनि यो चाहिँ चना है साथीहरू, चना हो। यो चना चाहिँ मैले सातु बनाउनुको लागि लिएको साथीहरू। अनि यो चाहिँ भोटेको चना हो होइन। यो चाहिँ अब किन लिएको भने होइन साथीहरू, एकछिन म मङ्की हेर्न चाहँदैछु कि। अनि मङ्कीहरूलाई कसरी पहिले कति दिन्थेँ क्या यो बानी चाहिँ त्यो मङ्कीहरूलाई कति दिन्थेँ म। यो बाँदरहरूले पशुपतिको गौशालाको, पशुपति त होइन पशुपति गौशाला एउटै त हो नि, त्यहाँको बाँदरहरूलाई दिनु भनेर लिएको थिएँ साथीहरू 120 रुपियाँको है। अनि यो चाहिँ मैले अब यो चाहिँ आफै भुट्ने केलाउने होइन। अनि भनेर अब यो त बिचरा त्यो बाँदरहरूले यो खान सक्दैन होइन, यो खान सक्दैन भएका त्यस्तो होइन क्या। अनि अलिअलि रेडी रहेछ नि त्यो ल्याइदिएको। यो चाहिँ खाँदैन जस्तो लाग्यो, राम्रो छ होइन, त्यही भएर यो ल्याइदिएको। त्यस्तो के पनि हेरेको पैसा रहेछ अनि किन ल्याएछ त्यस्तो दिँदो रहेछ भन्ने कुरो नसोच्नु मेरो साथीहरू। अनि यो चाहिँ अहिले सातु बनाउनुको लागि लिएको। यो चाहिँ अब यो म अहिले केलाउँछु यहाँ होइन, अलिक डोडो गर्दै केलाउँछु। केलाउनु खानु पऱ्यो होइन साथीहरू, मिठोहरू हुन्छ नि त होइन। त्यही भएर केलाएर पऱ्यो, केलाएर मात्रै केलाएर अझ धुनु त पर्दैन होला, सफा छ होइन। अनि स्वाद बनाउँछु साथीहरू म। छर्नको लागि त है साथीहरू यहाँ केही पनि छैन होइन। त्यही पनि अलिअलि यस्तो सानो केहरू हेर्नु पऱ्यो होइन। नाङ्लो पनि फेरि प्लास्टिकको नाङ्लो छ, के भन्नु र। ओ यस्तो पनि त लाउनु भएन होला नि, यो के हो कुनै यस्तो यसैले नमिठो बनाउने हो भरे सातुलाई। यस्तो सानो सानो पनि केलाउनु पर्यो होइन साथीहरू। हो यस्तो सबै एउटा केलाउँछु है साथीहरू म चाहिँ, त्यसपछि मात्रै भोटेर सातु बनाउँछु। दुईटा त भाग्यो। अब लास्ट है साथीहरू, यति नै बाँकी छ है। अब यति चाहिँ हो ल, एकैचोटि यतिकै लाउँदा केही फरक नपरेको छ, किनभने निकाल्नु भन्दा पनि त्यहाँभित्र के छ होइन।
त्यो चाहिँ हेर्नुपर्ने खालको चना रहेछ होइन। त्यही भएर मैले एकैचोटि यति निकालिदिएको, यति नै खनिदिएको साथीहरू। खोस्टा छैन यहाँभित्र, के त्यो कालो कालो कुनै बिग्रेकाहरू छ नि साथीहरू, त्यही मात्र हो। यस्तो जस्तै यस्तोहरू हो, यस्तोहरू मात्रै हो क्या। कता हो यस्तोहरू मात्रै खाने हो। धेरै भयो क्या, यस्तै भएको त एउटा दुईवटा त। अलिक बेसी नै भयो सायद, अलि त निकाल्नु परेको छ साथीहरू। निकाल्नुको लागि त निकै हुन्छ। साथीहरू मैले चाहिँ केलाइसकेँ चना, यति भयो। चना पनि केलाइसकेँ, एक्सट्रिम पनि खाइसकेँ। पनि सक्यो है। अब यसको पालो, यो चाहिँ ओखलीमा फल्ने भन्छ होला यसलाई साथीहरू है। फल्ने भनेको यस्तरी फल्ने होइन कि यस्तरी फल्ने होइन क्या, त्यो के फल्छ नि, फल पनि त्यसरी फल्ने होइन कि ओखलीमा फलाउने भन्छ होला सायद। यस्तरी कुट्ने क्या, यसको बोक्राहरू चाहिँ यो नराम्रो, यो बोक्राहरू चाहिँ होइन फाल्ने हो। त्यसलाई फल्ने नै भन्छ होला सायद। मलाई सायद नआएको हुनसक्छ, या त बिर्सेको हुनसक्छ, हुन त आएको थियो, या त त्यही सही हुनसक्छ है साथीहरू। त्यही अब यो म फलाउन गइरहेको छु है। त्योभन्दा अगाडि चाहिँ साथीहरूलाई म एउटा कुरा देखाउँछु मेरो इन्डोर प्लान्टको बारेमा होइन। एउटा इन्डोर प्लान्टहरू देखाउँदैछु म तपाईँहरूलाई है। कस्तो छ भने मेरो इन्डोर प्लान्ट हेर्नु होला प्लिज। यो मेरो इन्डोर प्लान्ट चाहिँ हेर साथीहरू 4-5 वर्ष भएको यो स्नेक प्लान्टहरू है, यस्तो भएको छ होइन। यो 5 वर्ष एबोभ नै भयो होला होइन। अनि यो मनी प्लान्ट टन्नै फलेका छन् होइन। पहिला झन् कस्तो धेरै फलेको होइन हो, फैलिएको भन्छ होइन साथीहरू, पुरा फैलिएको थियो होइन। अनि म काट्दै यसलाई फाल्थेँ होइन। अनि म पहिला चाहिँ होइन यो झन् यस्तरी पुरा यो गोलो हुन्छ नि, यो मैले बनाएको थिएँ है साथीहरू। अनि यो किल्ला भन्ने तल नि यसलाई, यसले समातेर माथि जाओस् भनेर बनाएको। अनि कति धेरै होइन, कति माया गर्थेँ नि त म त्यतिखेर, सायद माया गरेर पनि पलाएको होला, मजाले पलाउँथेँ होइन। अनि यो जति पलाउँछ, जति फैलिन्छ त्यति पैसा आउँछ भन्थ्यो होइन। तर झन् त्यति मलाई त पैसा आएन है। अनि त्यसपछि हेरेर साथीहरू अर्को कुरा चाहिँ के छ भने नि, अनि यो पनि एउटा म्यामले दिनुभएको सानो थियो है। यिनीहरू पनि कत्रो भइसक्यो होइन। अनि यिनीहरूको त यो छ नि, अब एउटा रोपेको हो होइन, यत्रो भएर पनि यसको चाहिँ त्यो गमला फुटाउन सकेको छैन होइन। अनि त्यसपछि अब हेर्नु नि साथीले टनाटन खचाखच भएको छ। अहिले चाहिँ म भ्याउँदिनँ यसलाई केयर गर्नु, त्यही भएर यस्तो भएर चाहिँ अलिअलि धुलो होइन। अनि त्योभन्दा एउटा कुरा चाहिँ के छ भने है साथीहरू, यो चाहिँ प्लान्ट किन देखाउनु पर्छ भने तपाईँहरूलाई मैले होइन, मैले चाहिँ यो चाहिँ हेर्नुहोस् न, यसले प्लान्ट यस्तो दरो गमला फुटाएर है, यस्तरी फुटायो कि, यसरी फुटाएर निस्किरहेको छ क्या बाहिरबाट। यसको यस्तरी दरो गमला पनि फुटाउँदो रहेछ यस्तोहरूले है, यस्तोहरूले। अनि रुखहरूले चाहिँ नि, त्यो त रुखहरूले चाहिँ, अनि त्यही भएर त जमिन त बराबर जान्छ नि त। कुनै ठाउँमा चाहिँ अनि जमिनहरू पनि फुटाएर गएको देखेको थिएँ मैले होइन। सायद त्यसरी नै यसले पनि फुटाएको हो कि खोइ यस्तो चर्केको छ है साथीहरू। कि यो अरूले त्यही त मैले भने यस्तोहरू अब छ नि, यिनीहरूले फुटाउँछ छैन होइन। यत्रो टन खाँदा भइसकेको छ नि त होइन। तर यो चाहिँ फुटाएको छ। यसमा मैले 3टा चिज एकै ठाउँमा रोपेको छु कि साथीहरू। यो एउटा, ओ माई गड कति सफ्ट भाँचियो। अनि त्यसपछि यो त्यो त त्यही हो यार, यो क्या यो। अनि यो एकै ठाउँ रोपेर भए त्यस्तो भएको कि खै के भएर होइन। तर यस्तरी फुटाएको छ है साथीहरू। अनि मैले चाहिँ यही देखाउनको लागि यो फुटाएको चिज
मेरै गमला फुटायो यो इन्डोर प्लान्टले भनेर देखाउनलाई चाहिँ यो मैले प्लान्टको विषयमा मेरो इन्डोर प्लान्ट देखाएको साथीले यसले फुटायो भनेर चाहिँ ल हेर्नुहोस् यो फलेर पनि यो त के प्लान्ट हो बेम्बो होइन खोइ के प्लान्ट जस्ट बिर्सेँ मैले अहिले कसले फलेर पनि पाकेर पनि झरेछ ल दानाहरू चाहिँ अनि यो क्या यो साथीहरू यो चाहिँ लक्की बेम्बो फलेको है साथीहरू यो यसरी फल्दो रहेछ लक्की बेम्बो हेर्नुहोस् सानो थियो होइन यति लामो भएर चाहिँ यहाँदेखि अनि माथि गएर फलेछ अनि अहिले चाहिँ किरा लागेको छ कि यो सेतो किरा खै केले जान्छ कुनै पुरै लागिरहेछ ढुसिआएको छ के साथीहरू मैले तपाईँहरूलाई मेरो इन्डोर प्लान्ट देखाएँ होइन अब मेरो इन्डोर प्लान्ट देखिसक्नु भयो है अब चाहिँ म चाहिँ जान्छु त्यो गहुँलाई फलाउनु फलाउनु भन्दा फेरि फलफुलको फलाउने होइन है अब यसले म फलाउनु नै हौ फलाउनु जाँदैछु है साथीहरू यो चाहिँ मैले यहाँ छिमेकी तल झारेको छु है साथीहरू यहाँबाट होइन तल निकालेर मैले यो उख्ली के भन्छ त्यसलाई यसमा फलाउनु पर्ने हो साथीहरू हेर्नुहोस् फलामको यो कति सानो सुधियो क्या चिसो छ क्या खत्स है सबै अट्छ नि त अट्दैन होला रमाइलो हुँदो रहेछ त कुट्टु त ओ माई गड तर यसको चाहिँ यो त फलाएकै जस्तो त छ झन्डै झन्डै त्यही पनि एउटा साग कुनैमा रहेछ अलिअलि होइन त्यही भएको कारणले कि यसलाई फलाउनु पऱ्यो भनेको मैले सोचेको जौँ चाहिँ फलाएकै किन्छु म होइन अनि यो चाहिँ फलाएको दिने कि त्यही भएर अलिअलि धेरै त होइन होला फेरि भिटामिन जाला नि त भिटामिन सबै बोक्रामा हुन्छ अरे होइन साथीहरू त्यही भएर के अच्छा हातै गल्यो कति हो 1 किलोको क्या हो 1 केजी नै होला होइन न आधी केजी होला होइन 1 किलो होला साथीहरू है दुई हातले समातेर गर्नु पर्यो क्या भारी भयो एक हातले त अनि कुनै त गहुँ त किच्यो त हौ फुट्यो त भयो है खोइ के त गयो यसको मन थाहा ल आयो ल अलिअलि चाहिँ धुलो उड्यो होइन साथीहरू के चाहिँ गएको गएन मलाई पनि थाहा भएन त्यस्तो भइरहेछ खोइ पत्ता नै धेरै गरेर भिटामिन जान्छ होला यसको बोक्रामा भिटामिन हुन्छ अरे भनेपछि हा योभन्दा धेरै नगर्ने होला भिटामिन जान्छ है साथीहरू ल सबै गए जस्तो छ भिटामिन त के साथीहरू अब दामी सफा चट्ट भयो होइन त हेर्नुहोस् त लु हो अघि नि सफा त सफाइ थियो अघि पनि राम्री थियो अहिले झन् राम्री भयो साथीहरू मैले आज त 2टा काम गरेँ होइन के भन्छ 2टा काम भनेको अब यो चाहिँ होइन पछि अब मैले सातु बनाउने बेलामा चाहिँ एकै दिनमा पछि भन्दा पनि 1-2 दिन बनाइहाल्छु बनाउँछ होइन
तर एकै दिनमा त्यतिखेर म यो केलाउनु फलाउनु त्यसपछि त्यो यो चनालाई पनि केलाउनु म एकै दिन भ्याउँदिनँ के साथीहरू, त्यही भएर होइन। अनि किनभने धेरै चिजहरू भोट्दाखेरि 2-4 घन्टा नै जान्छ, अनि सानो आँच पारेर भोट्नुपर्ने हुन्छ नि त, 2-4 घन्टै जान्छ। अनि फेरि गर्मी छ अहिले, अनि त्यसपछि गर्मीमा त्यो एकछिन ब्रेक लिँदै गर्दा गर्दा रातै पर्छ, एक दिनमा कम्प्लिट हुँदैन त्यो काम होइन। त्यही भएको कारणले चाहिँ मैले आजै यिनीहरूलाई चाहिँ बनाइराखेको हो है। अनि अब मेरो काम सकियो होइन साथीहरू, आजको मेरो भिडियोबाट बिदा। आजको मेरो भिडियो सकिगयो त अब बिदा नलिनु त होइन। यस्तो राम्रो बनायो अहिले गहुँलाई होइन। ल अन्त म जौ पनि लगाउँछु, तर त्यो जौ चाहिँ फलाउनु पर्दैन, मैले फलाएकै ल्याउँछु के, फलाउनु पर्दैन, त्यो फलाएकै हुन्छ। अनि त्यो राम्रो एकदम सफा भएर जान्छ, एक ठाउँमा त्यो पिस्ने ठाउँमै म किन्छु होइन। त्यो भएको कारणले चाहिँ त्यो चाहिँ मैले ल्याइनँ आज होइन, पाइनँ पनि। अनि अर्को ठाउँतिर पाएँ भने पनि यो किन्ने ठाउँतिर त्यो अलिक नराम्रो होइन, पाउँदैन, पाएन, जताततै हुँदैन पनि, कुनै कुनै ठाउँमा मात्रै हुन्छ होइन। त्यो जौ चाहिँ जताततै हुँदैन। अनि त्यही भएर त्यो चाहिँ म त्यो एक दिनमा ल्याउँछु, बनाउने बेलामा ल्याउँछु होइन। अनि यो चाहिँ आजको काम अलिक लामो समय हुन्छ नि त, एकै दिन भ्याउँदैन, त्यही भएर लिएर यो दुईवटा चाहिँ मैले लाला पक्रियो बनाइराख्ने थिएँ होइन। त्यही भएर आजको मेरो भिडियो चाहिँ अब कम्प्लिट भयो साथीहरू। आजको यो भिडियोबाट चाहिँ म बाई बाई, अर्को भिडियोमा भेटौँला, नमस्कार हजुर। सब्सक्राइब गर्नु होला। ओके बाई बाई साथीहरू आजको भिडियोबाट है। अब अर्को भिडियो भेटौँला साथीहरू, तर प्लिज सब्सक्राइब गर्नु होला, अनि त्यसपछि लाइक गर्नु होला है। अर्को भिडियो फेरि बनाउँछु म, अर्को भिडियोमा भेटौँला, बनाउँछु अनि भेटौँला है।